नेपालका साना साना व्यापारीहरूले एउटा गल्ती गरिरहेका छन् हैन। यो गल्ती बारम्बार उनीहरूले रिपिट गर्छन् हैन। त्यो गल्ती के हो भनेपछि हैन, यो पुरा भिडियोमा तपाईलाई म बताउने छु। तर त्यो भन्दा पहिला तपाई सुन्नु, त्यस गल्तीमा तपाईले बारम्बार गल्ती गर्नुभयो भनेपछि हैन, तपाईको प्रॉफिट मार्जिन कहिल्यै पनि बढ्दैन, तपाईको व्यापार कहिल्यै पनि अगाडि जाँदैन हैन। त्यस्तो गल्ती हो यो। एउटा सानो गल्ती होइन, यो एउटा ठूलो गल्ती हो। सानो व्यापारीहरूले के सोच्छन् भनेपछि यो एउटा सानो गल्ती हो, के हुन्छ सोच्छन्, तर तपाईको व्यापारलाई अगाडि बढाउनमा यसको 100% भूमिका छ। यस्तो गल्ती तपाईहरु नगर्नुहोस्, किन भनेपछि तपाईले यस्तो गल्ती गर्नुहुन्छ भनेपछि तपाई पनि व्यापारलाई लसमा लिएर जान सक्नुहुन्छ, तपाईको धन्दा चौपट हुन सक्छ। त्यसैले आजको भिडियो धेरै इम्पोर्टेन्ट छ कि यो के हो जो साना व्यापारीहरूले मिस्टेक गरिरहेका छन्, जो तपाईहरुले गर्ने कुनै पनि हालतमा होइन। भिडियोलाई एन्ड गर्नु। नमस्ते, वेलकम टु अजमेरा फेसन नेपाल। त आज यो के गल्ती हो त्यसमा हामी डिस्कस गर्नेछौँ हैन। जो साना साना व्यापारीहरूले गरिरहेका छन् अनि उनीहरूको बिजनेस चौपट भइरहेको छ, उनीहरूको व्यापार ग्रोथ भइरहेको छैन कि डाउन जाइरहेछ। त्यो के हो त त्यो मिस्टेक? त्यो मिस्टेकको कुरा सबैभन्दा पहिला सम्झ्नुहोस् तपाईहरु, गलत सप्लाई। किन भनेपछि उनको पुरानो सोच र गलत सप्लाई, त्यहीमा हामी कुराकानी गरौँ। पुरानो सोच के भनेपछि उनीहरू पनि अझ त्यही पुरानो सोचको हिसाबले बिक्री गरिरहेका छन् अनि पुरानो सोचको हिसाबले खरिदकारी गरिरहेका छन्। त्यसै हिसाबले उनीहरूको बिजनेस लस भइरहेछ। समय अनुसार चल्नुपर्छ, समय अनुसार आफूले आर्टिकल राख्नुपर्छ, समय अनुसार आफ्नो ट्रेनिङ बदल्दै रहनुपर्छ हैन। समय अनुसार चल्यो भनेपछि तपाईको बिजनेस कहिले पनि चौपट हुँदैन अनि बिजनेसमा ग्रोथ हुन्छ, प्रॉफिट कमाउँछौ। जस व्यापारीले समय अनुसार चल्दैन, जस व्यापारीले समयलाई टाल्छ, जस व्यापारीले पुरानो सोचले काम गर्छ अनि ग्राहकले मागेको जस्तो डिमान्ड, ग्राहकले पाए जस्तो सोचे जस्तो मिल्दैन, त्यसको बिजनेस कहिले पनि अगाडि बढ्दैन। किन भनेपछि हैन, ग्राहकको चोइस बदलिसकेको छ, ग्राहकको डिमान्ड पनि बदलिसकेको छ, ग्राहकको जो पसन्द छ त्यो पनि बदलिसकेको छ। समय अनुसार ट्रेन्ड बदल्छ हैन, भाइरल जो चीज हुन्छ त्यो पनि बदल्छ, आर्टिकल बदलिन्छ हैन, कलर कम्बिनेसन बदल्छ, फेसन डिजाइन बदलिसकेको छ। त्यसैले आफूले पुरानो सोच हैन, नयाँ फेसनको साथमा चल्नुपर्ने हुन्छ। यो मिस्टेक तपाईले कुनै पनि हालतमा गर्ने हैन। अब हामी कुराकानी गरौँ, त्यो तपाईले चेन्ज गर्ने हो हैन। कुराकानी के भनेपछि अब हामी आउँ यो दोस्रो प्याटर्नमा। दोस्रो प्याटर्न के हो भनेपछि गलत पर्चेस। तपाईले गलत पर्चेस पनि गर्ने होइन। गलत पर्चेसको लागि त्यो पुरा डिटेलमा मैले तपाईलाई भन्नुपर्छ भनेपछि हैन, पुरानै होलसेल, पुरानै आर्टिकल अनि पुरानो जो चलिरहेको थियो पहिला, आजभन्दा 5-10 वर्षभन्दा पहिले त्यस्तो खालको पर्चेसिङ कुनै पनि हालतमा गर्ने होइन। पर्चेसिङको लागि धेरै सोचबुझ गर्नुपर्छ। किन भनेपछि हैन, समय चेन्ज भइरहेछ हैन, समयलाई हिसाबले चल्ने यस्तो खालको सप्लायर चुज गर्नुहोस् जसले तपाईलाई एउटा राम्रो प्रॉफिटको साथमा तपाईलाई आफ्नो आर्टिकल पर्चेस तपाईँ गर्न सक्नुहोस् हैन। तपाईलाई एउटा चीप रेटमा भन्न सक्नुहुनेछ, एकदम क्वालिटी राम्रो दियो, ट्रेन्डिङ भाइरल भएका आर्टिकलहरू दियोस् हैन, अनि आफै उत्पादन गर्ने भयो त अझै सुहाना हुन्छ त्यसमा हैन। त्यस्तो खालको आर्टिकल प्रोवाइड गर्ने तपाई सप्लायर चुज गर्नुहोस् जो तपाईलाई होलसेलमा एकदम पर्फेक्ट दाममा क्वालिटी प्लस राम्रो फेब्रिकको साथमा दिने होलसेलसम्म तपाईले चुज गर्नुपर्छ। मेरो माझमा केही आर्टिकलहरू छन्, म तपाईलाई देखाउँछु। यो अजमेरा फेसनको साथमा हैन, अजमेरा फेसन सुरत, गुजरात, इन्डियाको नम्बर 1 ब्रान्ड भन्न सक्नुहुनेछ। किन भनेपछि यो आफै उत्पादन गर्छ अनि आफै तपाईलाई यस्ता खालका डिजाइनहरू प्रोवाइड गर्छ राम्रोसँग अनि फ्याक्ट्री रेटमा। यो अनस्टेज तपाई देख्न सक्नुहुन्छ। यो हो सूट मटेरियल, यहाँ चेक गर्नुहोस् तपाई। यसको तपाई फेब्रिक तपाई हेर्नुहोस् त कति एकदमै प्रिमियम क्वालिटीको साथमा छ हैन। यहाँ तपाईहरुलाई यो एम्ब्रोइडरी वर्क गरेको पनि देख्न मिलिहाल्छ अनि साथैमा तपाईलाई यस्तो खालको स्टोन वर्क गरेको पनि देख्न मिलिहाल्छ हैन। यी दुईटा वटा यस्ता वर्क गरिएको फिनिशिङको साथमा तपाईलाई सूट मटेरियल अनस्टेड यानी कि सिलाएको छैन। सिलाए भनेपछि त अझै राम्रो देखिन्छ। त्यसपछि तपाई चेक गर्नुहोस्, यो आर्टिकल यो पनि अनस्टेज, यो भनेपछि सूट मटेरियल नै हो। यसको साथमा तपाईलाई देख्नुहोस् त सिक्वेन्सको वर्क भयो हैन, धागाको प्याटर्न बनाइएको छ। यसमा तपाईलाई पनि सिरोस्की वर्क गरेको देख्न मिलिहाल्छ। यो सबै यस्तो खालको। अझै हेर्नुहोस्, यो यसको दुपट्टा, यसको साथसाथमा तपाईलाई बीचमा आउँछ बटम पनि एड भएर आउँछ। यो मात्र तपाईहरुलाई यहाँ स्टार्टिङ काउन्टरको प्राइस हुन्छ 78 रुपैयाँ देखि। सही सुन्नुभयो तपाईले, तर यो भारतीय रुपैयाँ हो, नेपाली करेन्सी होइन हैन। यो सबै आर्टिकल। अब यस्तै गरी हामीसम्म अझै पनि आर्टिकल छ जसलाई रेडीमेड सूट मटेरियल भन्छन्। आउनुहोस् हेरौँ। अब हेर त, यो तपाईलाई यहाँ राखिएको छ रेडीमेड सूट मटेरियल। यहाँ हेर्नुहोस् तपाई,
रेडिमेड किन भन्छन् भनेपछि सिलाइएको छ पुरा एकदमै दामी। यो तपाईलाई कुर्ता सुबल जस्तो देखिरा होला, हेर्नुहोस् त कस्तो दामी सिक्वेन्स धागाको फिनिसिङ छ, कटवर्कको बोर्डर तपाईलाई देख्न मिलिहाल्छ। यस्तो खालको फिनिसिङ आखा साना साना यस्ता खालका मिरर जस्तो पनि लगाइएको छ। यहाँ हेर्नुहोस् त कस्तो डिजाइन मोतीको पनि वर्क गरिएको छ, तपाईँ हेर्नुहोस् हैन यस्तो खालको डिजाइन भएको। अनि पछाडि त सादा सिम्पल छ, बाहुला पनि फुल स्लिमको साथमा छ, बाहुला पनि यस्तो प्याटर्न डिजाइन बनाएको छ। आहा हेर त मलाई त एकदमै राम्रो लाग्यो। तपाईलाई कस्तो लाग्यो भनेर कमेन्टमा लेख्न नभुल्नु होला हैन। अब हेर्नुहोस् यो साथमा यो दोपट्टा छ हैन, यो बोटम छ, तपाईलाई यस्तो खालको एड भएको यहाँ देख्न मिलिहाल्छ। अब अर्को तपाईलाई चाहिँ गराउँछु, यो हेर्नुहोस् यसको पनि तपाईँ देख्न सक्नुहुन्छ कस्तो दामीको साथमा। यसमा तपाईलाई एक एड के छ भनेपछि मिरर वर्क देख्न मिलिहाल्छ। यसमा हेर्नु त काँचको फिनिसिङ लगाइएको मिररको हैन, यो पुरा एम्ब्रोइडरीले डिजाइन बनाएको, मोती लगाइएको हैन। यस्ता खालका रेडीमेड सुट मटेरियल यस्ता भन्छन् हैन, रेडीमेड पनि तपाईलाई अवेलेबल भइहाल्छ। तर यसको रेन्ज थोडा हाई जान्छ। तपाईहरुले दुई माथि कुनै पनि लिन चाहनुहुन्छ भने दुईटा तपाईलाई अवेलेबल भइहाल्छ। तर यो होलसेलको लागि मात्र हो हैन, सिंगल पिसको लागि होइन हजुर। म तपाईलाई फेरि भन्छु, तपाईले यस्ता खालका आर्टिकल लिन चाहनुहुन्छ भने हामीले स्क्रिनमा नम्बर दिएका छौं, तपाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। अब मेन कुरामा आउँ, साना साना गल्ती जो आज मैले तपाईलाई भने हैन, त्यो गल्ती तपाईले सुधार्नु भयो भनेपछि तपाईको 100% बिजनेस यहाँबाट यहाँ जान सक्छ हैन। अनि 100% जान्छ पनि। किन भनेपछि यस्ता खालका जो साना साना हामी गल्तीहरु सोच्छौं नि कि यो सानो गल्ती हो भनेर, तर यो गल्ती हामीले सुधार्यो भनेपछि, राम्रो सप्लायरलाई चुज गर्यो भनेपछि, अनि एउटा राम्रो प्राइसको साथमा पर्चेसिङ गर्यो भनेपछि तपाईँ राम्रोसँग मार्जिन भनेपछि 30 देखि 120% सम्मको मार्जिन राखेर सेल गर्न सक्नुहुनेछ अजमेरा फ्यासनका प्रोडक्टमा। त किन पछाडि रहने? अब यो जो गल्तीहरु मिस्टेकहरु हामीले गर्यौं त्यसलाई सुधार्नुहोस् अनि व्यापारलाई अगाडि बढ्नुहोस्। तपाईहरुलाई बिजनेस अनि राम्रोसँग व्यापारमा हेल्पफुल लाग्यो भनेपछि भिडियोलाई लाइक, शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला। फेरि पनि यस्तो खालको नयाँ भिडियो, नयाँ आर्टिकल लिएर हामी आउँदै गर्नेछौं। तबसम्म ख्याल राख्नुहोस्, व्यापारलाई अगाडि बढाउनुहोस्।